बिजुली हामीलाई बरु चाहिन्न, माटो बेच्न पाइन्न भन्नेले आज फेरि किन विरोध? म जहाँ जान्छु त्यहाँ बिजुली काट्यो कुलमानले विरोध गर्नलाई भनेर किन भन्नु? अहिले हर्का साम्पाङ पनि प्रचण्ड केपी भन्दा केही कम छैन। यसको बोली 2 दिन छैन, 2 दिन टिक्दैन के भनेको छु भन्ने उसलाई 2 दिनमै थाहा हुन्न। औषधि खाना बोल्छन् कि के गर्छ है। अब पछि जिताएर पठाउलान् रे होइन, जसले पठाउँछ नि तिनीहरूले अब यिनी सरकारमा गयो भने के म देश विकास गर्न आएको र होइन होला म त घुम्न आएको भन्न बेर लाउन क्या मान्छेले। कति बोल्या हो नि त यो मान्छेको बोली त आजसम्म कहिले पनि एकता छैन। पहिला बाइक चढ्दैन भने पछि 7 लाखको बाइक के हो र भने, मासु खाने होइन भने मासु खुवाउँदै हिँड्ने। अब अहिले त्यस्तो भन्छ। अनि पहिला बाहुन छेत्री यिनी के अरे दलित सलित मधेसीहरू कोही चाहिन्न भने, हामी मूलवासी मात्र हो भने, अहिले होइन सबै जातले एकै ठाउँ गराउने भन्छ। सबभन्दा बरु यिनी पुरानै पार्टी दल ठिक, यिनी भन्दा घरकै भन्दा चाहिँ